कार्यवाही मेयर हुनुहुन्न, खास गरी उपमेयर साहबको संयोजकत्वमा रुद्र महानगरपालिकामा रहेको यो समिति छ, जुन समितिको मैले नाम लिएँ। अनि त्यसले टोली गठन गर्न सक्नेछ। यो टोलीको संयोजनको भूमिकाको निर्वाह मैले गरिराखेको छु र जनप्रतिनिधिहरू सहितको, कर्मचारीहरू सहितको, खाद्य गुणस्तर, सिडिओ कार्यालय, प्रशासन, सुरक्षाकर्मी, विभिन्न अन्य सङ्घ संस्थाहरूको पनि सहभागिता सहित, उद्योग वाणिज्य सङ्घको प्रतिनिधिहरू सहित, मिडियाका साथीहरू सहित हामी निरन्तर अनुगमन गरिरहेका छौँ। तपाईँले देखिरहनु भएको छ। अब आजको सन्दर्भमा आज 8औं दिन हो, सायद यो पछिल्लोचोटि गरिरहेको निरन्तरता क्रममा यो 8औं दिन हो। हामी आज वडा नम्बर 4-5 को त्यो एरियामा हामी गयौँ। त्यहाँ खास गरी यो मूल बाटो, रामपुर जाने मूल बाटोको दायाँमा गयौँ। त्यहाँ रहेका विभिन्न खालका जुस पसलहरू, फ्रेस जुसका पसलहरू, होइन, अन्य किराना पसलहरू, मासु पसलहरूमा त्यो देख्यो। खास गरी आज चाहिँ अलिक बढी मासु पसलहरूमा कस्तो देख्यो भने बाहना चाहिँ विभिन्न कुकुला दिन राखेको, यो राखेको, बिग्रेको, लामो समय के भन्ने, तर एउटै फ्रिजमा बिग्रिएको चिज अब आधा क्विन्टलभन्दा बढी, होइन, टाउको, मुटु, कलेजो, रगत विभिन्न खालको बिग्रिएको हेर्दै त्यो ढकन खोल्दै गन्दा हुने, त्यो टेम्परेचर पनि छैन। सामान्य तपाईँहरूले गएर हेर्दा पनि त्यही त्यो निलो, होइन, कुहिएको रौँ त्यो जम्मै त्यो भुत्ला पनि सफा नगरेको, त्यो हेर्दा सामान्य मान्छेले बिग्रेको देखिने, नाकले गन्ध अलग्गै थाहा पाउने खालको चिज चाहिँ छ। तथापि यदि हुँदाहुँदैन फेरि हाम्रो टिममा भेटनरीको चाहिँ साथीहरू पनि जानुहुन्छ, स्वास्थ्यको साथीहरू पनि जानुहुन्छ। यो हिसाबले हेर्दा एउटा कुरा त त्यो सामान्यतः हेर्दै पनि अखाद्य कुहिएको गनाएको मासु जस्तो चिज देखिन्छ, होइन। अनि अर्को कुरा चाहिँ दर्ता गर्ने, नियमित प्रक्रियामा आउने पनि भनौँ न, राज्यको निकायको संस्थामा दर्ता हुने पनि उहाँले नगरेको कति भेटियो, कति चाहिँ दर्ता गरेर पनि अपडेट नभएको देखियो। नेग्लिजेन्स एकदम देखिएको छ। यसैले हेर्दा करिब 1 क्विन्टल जस्तो तपाईँले त्यहाँ गाडेको पनि देख्नु, सायद 75-76 किलो जस्तो लाग्छ। 2-3 ठाउँबाट हामीले त्यो लिएर बरामद गऱ्यौँ। लिएर आएर त्यसपछि हामीले चाहिँ त्यसलाई खाल्टो खनेर पुरै कुहिएको मासु हो। अब त्यहाँ कुहिएको भनेर अब त्यो कुन लेभलमा कुहिएको भन्न त तपाईँले भन्न सक्नु, तर चाहिँ टोटल्ली आँखाले हेर्दा गन्ध त्यो बिग्रेको मासु हो। त्यो एउटा कुरा थियो। अर्को फेरि अब अलिअलि नबिग्रेको कस्तो चिजहरू हुनसक्छ भने एउटै भाँडामा राखेको छ, एकै ठाउँमा जोडेर राखेको छ। अब त्यो मासु जस्तो कुरा अब कुहिएकोसँग राखेपछि अब राम्रो पनि चाहिँ बिग्रिनु स्वाभाविक हुन्छ। तैपनि त्यो फ्रिजमा जहाँ भेट्यौँ यो चिज चाहिँ टोटल्ली बिग्रिएको मात्रै त्यो फ्रिजमा देखियो कि। दिउँसो जाँदाखेरि आज चाहिँ एकादशी पनि पर्या भएर होला, बिहान काटेको थिएनौँ सर, हिजोको अस्तिको भन्ने बाहनाबाजी गर्ने, तर हेर्दाखेरि यसो दायाँमा बुझ्दा पछि कुरा खोतल्दै जाँदा चाहिँ महिनौँ दिनदेखिको त्यहाँ राखेको त्यो बिग्रियो चिजहरू भेटेको छ। खास गरी आज गाडेको चाहिँ सबै कुहिएको चिज। उहाँहरूलाई के कारबाही हुन्छ? पहिलो कुरा चाहिँ यो त्यहाँ गएर त्यो भेट्यो, हामीले प्रथमचोटि भेटियो, होइन। अब एउटा त हामीले निश्चित रकम, किन हाम्रो पनि आफ्नो क्षेत्र देखाएको खास सरसफाइ मेन्टेन नगरेको। त्यस पछाडि हाम्रो आफ्नो चाहिँ कार्यविधिले जे भन्छ त्यो अनुसार चाहिँ हेरेर कुन लेभलको फोहोर छ, कति अमाउन्टको फोहोरहरू देखिएको छ, त्यो सबै कुरा हेरेर दर्ता नै नभइकन गरेको व्यवसाय, दर्ता गरेर गराएको व्यवसाय छ कि अथवा सामान्य सरसफाइमा ध्यान दिनुपर्ने छ कि, त्यो अवस्था हेरिकन हामीले चाहिँ निश्चित चाहिँ उनीहरूलाई जरिवाना स्वरूप रकमहरू चाहिँ दिन लगाउँछौँ र भोलिका दिनमा हामी यस्तो गर्दैनौँ भन्ने खालको कमिटमेन्ट पनि गर्छौँ। अब दोस्रोचोटि तेस्रोचोटि त्यो खालको पनि समस्या देखियो भने अब हाम्रो अधिकार क्षेत्रभित्र रहेर गरिने सम्मको बन्दसम्म गर्न सक्ने अधिकार हामीलाई पनि छ, त्यो हामी गर्छौँ। अब त्योभन्दा अझै माथिल्लो निकायको कारवाही गर्नुपर्ने अन्य कन्डिसन छ भने अब सिडिओ कार्यालय, होइन, खाद्य तथा गुण नियन्त्रणसँग सम्बन्धित चाहिँ डिभिजन कार्यालय जसले मुद्दा समेत हाल्ने अधिकार हुन्छ, यस्ता कार्यालयहरूसँग पनि थप समन्वय गरेर गर्ने गर्छौँ। यस्ता खालका अनुगमनका कार्यक्रमहरूमा तपाईँहरू खटिराख्नु भएको छ, होइन। यति हुँदाहुँदै पनि जनस्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने, असर गर्ने चिजहरूमा चाहिँ व्यवसायीहरूको चाहिँ जुन खालको जिम्मेवारीपन हुनुपर्ने त्यो देखिएन नि। एकदमै त्यही त नि। अब यस्तो मूल बाटो जहाँ बस्ती बाग्लो छ, बजारमा सचेत मान्छेहरू बस्ने ठाउँमा, होइन, अब हामीले फोहोरै त्यो बिग्रिएकै चिजै 50-60 किलो फाल्यौँ भनेपछि त्यहाँ त स्वाभाविक हिसाबले बिक्री वितरण त क्विन्टलौँ अमाउन्टमा चाहिँ बिक्री वितरण हुन्छ होला। त्यो त उपभोक्ता घर घरमा गएको छ। पहिला कुरा के छ भने व्यवसायहरू पनि म पनि उपभोक्ता भन्नु पऱ्यो कि। जस्तो मासु व्यवसाय गर्ने मान्छेले मासु व्यवसायको व्यवसाय होला, तर तरकारी फलफुल अर्को त व्यवसाय उहाँ हुनु न, उहाँ त उपभोक्ता हो नि त। फेरि त्यो हिसाबले हेर्दा व्यवसाय पनि उपभोक्ता हो। सबै मान्छे सचेत हुन जरुरी छ। यो नेग्लिजेन्स गरेर छुट पनि छैन एउटा कुरा। र स्वास्थ्यमा ख्याल चाहिँ सबैले पुऱ्याउनु पर्ने हुन्छ। झाडाबान्त लायो भने के अरे चाहिँ व्यवसायलाई छोड्छ र त्यो रोगले छोड्दैन नि त, होइन। अथवा उहाँ जस्तै नेग्लिजेन्स अर्को व्यवसायले गरिदिने हो भने उहाँ एज आफै फेरि उपभोक्ता गरेर त्यो उपभोक्ताको रूपमा चिजहरू उपभोग गरियो भने त व्यवसाय भयो भने त आफै फेरि बिरामी भन्ने, स्वास्थ्यमा असर पर्ने, मृत्युसम्म भयो घटनाहरू तपाईँले देखिरहनु भएको छ, होइन। त्यसो हिसाबले सबै व्यवसाय आफै पनि उपभोक्ता भन्ने ढङ्गले सचेत हुन जरुरी छ। अब नेग्लिजेन्स चाहिँ अलिकति गरेको। अब हाम्रो के छ भने उपभोक्ताहरूको पनि सामान्यतया जाने, हेर्ने, के कसो भने सिरियसली नहेर्ने। झलक्क रङ देख्यो, टलक्क टल्कियो, होइन, च्यार फराइ भएको छ भने अब त्यो कहिले देखेको तेल आएको छ, कति कालो छ, कति पोहोर छ, केही ध्यान नदिने, च्याप्प चाहिँ झापझुप खाने, हिँड्ने। अहिले हाम्रो त्यो फुडिङ ह्याबिट पनि त्यस्तो भएको कारणले समस्या होला। तर बिस्तारै फेरि जनमानसमा कम्तीमा डेट एक्सपायर भएको छ कि छैन भनेर हेर्ने। तपाईँले अनावश्यक कलर त हाल्नु भएको छैन नि, होइन। हिजोदेखिको बिग्रेको त होइन नि, फ्रिज त राम्रोसँग राख्नु भएको छ नि,
भन्ने सोध्ने त्यो खालको चाहिँ बढेको देख्छु म। यसै पनि ऱ्यान्डमली व्यक्तिगत हिसाबले हेर्दा पनि दोकानहरूमा पर्चेस गर्ने किसानहरूले पनि के अरे चाहिँ उपभोक्ताहरूले पनि त्यो सोधिरहेको मैले महसुस गरेको छु। सचेतना मुख्य कुरा सचेतनै हो। यसो केही उपाय छैन, सबै मिलेर गर्ने काम हो भन्ने मलाई लाग्छ। अब हामीले त के भने यति कुरो सचेत गराउने राज्य छ है भन्ने तपाईँहरू जस्तो मिडियाको मार्फत आम जनताको बिचमा चाहिँ सूचना लैजाने, सूचना सम्प्रेषण गर्ने, सचेत हुनुहोस् भन्ने अनुरोध गर्ने, यही नै हो कुरा। कतिपय अवस्थामा चाहिँ महानगरले अथवा स्थानीय तहले नै अनुगमनको कामहरू पनि नियमित रूपमा नगर्दाखेरि पनि यस्ता खालका घटनाहरू दोहोरिरहेछन्, व्यवसायहरूलाई चाहिँ अकाउन्टेबल अझै बनाएको छैन भन्ने खालको पनि सुनिन्छ नि। एकदम भरतपुर महानगरपालिकाले निरन्तरता त गरिराखेकै छ। अब केही समय जस्तो कोरोनाको बेला होस् अथवा यो जनजाति आन्दोलनको बेला यस्ता खास खास बेलाहरूमा चाहिँ अब हिँड्न नसकिने कुरा स्वाभाविक हिसाबले हिँड्न सकिएन होला होइन। तर के छ भने भरतपुर महानगरपालिकाले चाहिँ आफ्नो छुट्टै एउटा त्यो शाखा पनि छ, त्यो शाखाले निरन्तर गरिरहनु भएको छ, तपाईँले देखिरहनु भएको छ। सम्भवतः भरतपुर महानगरपालिका जतिको अनुगमन गर्ने स्थानीय पालिका कोही छन् जस्तो मलाई लाग्दैन। यद्यपि गन्त अरूले पनि गर्नुभएको छ, हामीले सुरुवात अलिक पहिलादेखि पनि गऱ्यौँ, निरन्तरता पनि छ, मिडियाहरूमा तपाईँहरूले खिचेर लैरहनु भएको छ। त्यसै हिसाबले भरतपुर महानगरपालिका नगरे भन्ने छैन, केही समय कहिलेकाहीँ रोकियो पनि होला, अहिले निरन्तर जारी हुन्छ। कहिलेकाहीँ अब जनशक्ति तत्काल व्यवस्थापन हुँदा कोही साथीहरू सरुवा भएर जाँदा विभिन्न कारणहरूले कहिलेकाहीँ रोकिन सक्छ, त्यो स्वाभाविक कुरा हो। तर निरन्तर हामीले नगरे पनि फेरि जिल्ला स्थित सिडिओ कार्यालय छ, त्यसपछि जिल्ला खाद्यसँग सम्बन्धित चाहिँ डिभिजन कार्यालय छ होइन। यो ती कार्यालयहरूसँग अनुरोध गर्ने होइन, उहाँहरू अब तपाईँहरू गइदिनुहोस् भन्ने। फेरि के छ भने सचेत नागरिकले उपभोक्ताले चाहिँ नि विभिन्न सरकारका अन्य निकायहरू मार्फत यहाँ सूचनाहरू हामीलाई दिने, गुनासोहरू राख्ने, गुनासो पेटिका आउने मन्त्रालयबाट, हेलो सरकारबाट होइन, प्रत्यक्ष हाम्रो जिमेलमा आउने त्यस्तो खालको सूचनाहरू पनि आइरहेका हुन्छ। त्यस्ता खालका चाहिँ नि अखाद्य चिजहरू बिक्री वितरण भएको, स्वास्थ्यमा खेलवाड गरिएको, नामै तोकेर ठेगानै तोकेर फोटो पनि पठाइरहनु भएको हुन्छ। त्यस्तो आइरहेको खण्डमा त हामी इमिडिएट एक्सनमा जान्छौँ भने अर्ने कुरा चाहिँ निरन्तरता हुन्छ, यो चलिराखेकै छ। जस्तो त्यस्तो कुनै के अरे देखियो भने गुनासो गर्न चाहिँ भरतपुर महानगरमा चाहिँ केमा सम्पर्क गर्ने? भरतपुर महानगरपालिका पहिला सिधै आएर त्यही शाखामा राख्न सक्नुहुन्छ होइन। अब यो जमाना घर घरमा हात हात मोबाइल छ, यहाँले इमेल गर्न सक्नुहुन्छ होइन। महानगरपालिकाको पनि त्यस्तै खालका चाहिँ सूचना दिने प्रत्यक्ष हाम्रा सूचना अधिकारीहरू हुनुहुन्छ, त्यहाँ आएर सूचना दिन सक्नुहुन्छ। उहाँलाई व्यक्तिगत हिसाबले खुल्न मन लागेन भने उलाका मार्फत पनि त्यस्ता खालका सूचनाहरू पठाउन सक्नुहुन्छ। स्वाभाविक हिसाबले जस्तो केन्द्रीय सरकारमा हेलो सरकार छ त्यस्तै खालका हाम्रो पनि गुनासो सुन्ने खाले अधिकारी हुनुहुन्छ, सूचनाको शाखाहरू छ, त्यहाँ आउने सूचना दिने।